खाना खाएर सुगरको जाँच गर्दा दबाई खाएर गर्ने कि दबाई नखाएर गर्ने, प्राय बिरामीको यो प्रश्न हुन्छ। शुभ दिन साथीहरू, यो हो डाक्टर अजय यादव डायबिटिज केयरको 1 मिनेट सुगर सन्देश। हामी दुईटा जाँच गर्छौं, एउटा खाली पेटको जाँच गर्छौं, त्यसपछि खाना खाएर 2 घण्टा पछिको जाँच गर्छौं। यो जाँचमा हामीले दबाई कतिको काम गर्यो भनेर हेर्न खोजेको। जस्तै हामी खाली पेटको जाँच गर्दाखेरि राति खाना खाएर दबाई चाहिँ खानुपर्छ र यदि चाहिँ हामी चाहिँ इन्सुलिन सुइलिरहनुपर्छ त्यो पनि लिनुपर्छ। त्यो रातिको दबाईले कतिको काम गर्यो भनेर जुन हामी खाली पेटको जाँच गर्छौं त्यसमा हेर्छौं र त्यसपछि जुन हामी खाना खाएर 2 घण्टा पछि जाँच गर्छौं त्यसमा पनि दबाई खानुपर्ने हुन्छ। यदि दबाई खाइरहनुहुन्छ दबाई पनि खानुपर्ने हुन्छ, यदि चाहिँ सुई लिइरहनुपर्छ भने सुई पनि लिनु, जस्तो चाहिँ सधैँ लिनुहुन्छ त्यस्तै चाहिँ जाँच गर्दा पनि लिनुपर्ने हुन्छ। त्यो दबाईले कतिको काम गर्यो भनेर हामी हेर्न खोजेको। दबाईको डोज जुन छ घटाउनु पर्छ कि बढाउनु पर्छ तपाईको सुगर नियन्त्रणमा राख्नलाई र समस्याबाट बचाउनलाई, त्यो चाहिँ हेर्न खोजेको। धन्यवाद।